हेलो सेवारो एभ्रिवान, वेलकम टु माई ब्लग। सो आज चाहिँ हामी चाहिँ जोरथाङ जाँदैछौँ। यहाँ चाहिँ आमा आउनुहुँदैछ। आमा र म चाहिँ जोरथाङ जाँदैछ। किनभने चाहिँ यो भिडियो इन्डसम्म त हेरिदिनुहोस् होला। अन्त हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ भर्खरै चाहिँ हामी चाहिँ घरबाट निक्लेको। अन्त यहाँनिर चाहिँ पुरा सक्खरको पत्ताहरू चाहिँ यसरी अहिले चाहिँ झर्ने सिजन रहेछ कि बाटोमा त कम त छैन। अन्त चिप्लेर झन्डै लड्यो। हामी चाहिँ आज चाहिँ जङ्गलबाट जाँदैछ। अन्त तलनिर रोडबाट चाहिँ गाडी पर्खेर चाहिँ जान्छौँ। यो ढुङ्गा चाहिँ चट्याङ आएर चाहिँ फुटेको हो यो ढुङ्गा चाहिँ। अन्त सो यहाँ चाहिँ बाटो चाहिँ यस्तो छ हो, चिप्लेर लड्छ मान्छेहरू त। यस्तो पत्ता बेसी भएर नि सक्खरको पत्ताहरू बेसी झरेर चाहिँ यस्तो भइरहेछ। आमामा बाटोभरि मेरो चाहिँ यो चाहिँ पेन्ट चाहिँ मैला हुन्छ भनेर चाहिँ फोल्ड गरेर यस्तो गरेछु। अहिले तल रोड आएर चाहिँ खोल्छु म। अन्त हामी चाहिँ जाँदैछौँ बजार। हामी चाहिँ यहाँ रोड आइपुग्नु आँट्यो। हामी चाहिँ फाइनली रोड आइपुगिसक्यो। यहाँबाट चाहिँ गाडी पर्खेर चाहिँ जान्छौँ हामी। यहाँ चाहिँ पर्खिनु गाडी पर्खेर जाउँ न। हामी चाहिँ यहाँ चाहिँ गाडी पर्खिनु आएर छ। सो यहाँ पर चाहिँ काम गर्नेहरू रहेछ। यहाँबाट गाडी पाइसक्यो। यहाँ आउँछ न। सो हामीले चाहिँ गाडी पाएर चढिसक्यौँ। अब चाहिँ गएको हामी चाहिँ जोरथाङ पुल पुगिसक्यौँ। जाँदैछौँ अब पर नि रोड पुगेर चाहिँ निक्लिनुपर्छ। हामी चाहिँ पुगेर आमाले पैसा दिनुहुँदैछ। अब हामीलाई चाहिँ भोक लागेर चाहिँ खाजा खानु जाँदैछौँ। मान्छे प्याक होला नि त। हामीले चाहिँ पर्क मोमो अर्डर गरेर चाहिँ बसिरहेछौँ। पुरा गरम रहेछ जोरथाङमा त। बस्दा बस्दै पसिना आएर चाहिँ फाइनली मोमोको सुप र मोमो चाहिँ आइसक्यो। हाम्रो पर्क मोमो आइसक्यो। सो हामी चाहिँ भर्खरै खाएर चाहिँ निक्लेको। तर मान्छे प्याक थियो होइन। मिठो चाहिँ मिठो थियो। अब हामी चाहिँ पुच्का खान जाँदैछौँ। त्यो परको हाल्दैन। अब चाहिँ हामी फोटो खिच्नु गएको। पास फोटो निकाल्छ के। फोटो खिच्ने ठाउँमा आएर चाहिँ एसी ताप्दैछु म चाहिँ। पुरा गरम भएर चाहिँ कोक किनेँ मैले अनि खानेको लागि। अन्त हामी चाहिँ माथि गएको। हामी चाहिँ ऊबाट गएको। त्यो बिल्डिङ भएकोमा गएको। त्यहाँनिर चाहिँ सेन्ट्रल ब्याङ्कमा गएको। हामी चाहिँ पासबुक निकाल्नु आएको खासमा चाहिँ भन्नै पर्दा चाहिँ। अन्त यहाँनिर मैले स्वस्तिका पनि भेटेँ। मान्छे पुरा रहेछ। यहाँ चाहिँ फर्म भर्नु पर्ने रहेछ। स्वस्तिका र म चाहिँ सँगै फर्म भर्दैछौँ। पासबुक पर्खिनु पर्ने रहेछ। अन्त हामी चाहिँ यहाँ बसिरहेछौँ। लु पासबुक पनि निक्ल्यो। अब हामी चाहिँ फेरि जोरथाङ जानेवाला छौँ। यहाँ चाहिँ मौरीले घर बनाएको रहेछ। यत्रो ठुलो थियो। हामी चाहिँ फेरि जोरथाङ जाँदैछ पासबुक बनाएर। किनभने जोरथाङमा अलिक काम छ। फेरि म चाहिँ पुच्का खानु आँटेको छु स्वस्तिकासँग। हामी चाहिँ यहाँ आइसक्रिम खानु जाँदैछौँ म र स्वस्तिका। आमाले चाहिँ खाँदिनँ भन्नुभयो। अन्त हामी मात्रै गएको। यो आइसक्रिम चाहिँ मैले निकालेँ यो खानुको लागि चाहिँ। यहाँ चाहिँ हामी आइसक्रिम खाँदैछौँ। यहाँ तल चाहिँ खोला रहेछ। पानी अलिक सुकेको रहेछ। सो हामी चाहिँ अब नयाँ बजार जाँदैछौँ। त्यहाँबाट चाहिँ गाडी पाउँछ नि त। त्यही भएर चाहिँ नयाँ बजार गएर गाडीमा चढेर चाहिँ जानेवाला छौँ।
यो चाहिँ नयाँ बजारको एउटा गल्ली हो। यो गल्ली चाहिँ राम्रो छ। हामी चाहिँ अब जानु आँटेको छौँ। अब चाहिँ गएको घर हामी। सो फाइनली हामी घर पुग्यौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइस।